हेलो गाइज, मेरो भिडियोमा स्वागत छ हैन। अब यहाँ भर्खर 11 बजिरा अनि म यसो गर्मी भएर हावा ताप्नलाई बाहिर निस्केको। अनि अगाडि नि यहाँ केटाहरू चाहिँ यता ट्याक्क यता जोना हाई गर्दै हो ढोकेलाई यता सुन्ने जम 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 पछाडिदेखि गाडी आयो केटा। ल रन्का ओइ आइजम छिटो। अगाडि जोना सर्रै हिँडिसक्यो, गाडी आइरह पछाडि ट्याक्क हामी नै अब हिँड्दै अब कता कता पुगिन्छ थाहा छैन हैन। सकेसम्म हेरौँला कता कता पुगिन्छ। यसो बेलुकाको राइडिङ भन्छ के भन्छ थाहा छैन, त्यही पनि यसो राइडिङ। हेलो ओइ अहिले गाडीले बेला हेलो हुने गरी आहा बाटो त खाली न खाली अँध्यारो भएर अलि देखेन, नत्र कोही पनि आएन। एकदम खाली हो बाटो, चिल पाराको बिचमा कुदाइन बाल्दै फरेर केले हान्दैन जस्तो। अघि नुहाइए थियो, अब यसो साइकल चलाएर पसिना निस्केला जस्तो हावा चाहिँ सर्लो। कस्तो मजाको आनन्द के। अगाडिदेखि बल्ल गाडी आयो, एउटा यता गेयर खाले चलाएर आयो, एउटा पछाडि आइरहेको सेतो कपडा लाउने। ओ अलि फासाइ चाहिँ सट्ट यताबाट जाँदा ल। खै मान्छे एउटा हातले आइहाल्दैन, फेरि ठोकेला छ उस्तै हेलो गाए चाहिँ उस्तै हानिदिने रहेछस्। दुइटै हात ल भयो, आलीतिर जाला फेरि नभएको आली यता जोना छ। ल जोना दुइटै हात छोडेर हान्दैन, आलीतिरै जाला जस्तो है। म चाहिँ एउटा हात छोडेर हानिरहेको होइन, अहिले दुइटै हात छोड्न चाहिँ अलि यो साइकलको खासै सकिन्न जस्तो त छैन। यसो छोडिदिएँ तर अलि खै किन अलि अप्ठ्यारो लाग्छ यो साइकल। ओ अलि फासाइदिएन एउटा साइडमा। त्यसको अब साइकलै अलि कस्तो साइकल भन्ने, अब जियोस् हाम्रो जस्तो गेयर खाले नपरेर अलि झ्याउ भयो कि, नत्र त गेयर खाले भएको त सर सँगै यस्तो खाली बाटोमा सर सँगै यसरी जानुहुन्थ्यो। ओ तेरोमा त ब्रेक पनि लाग्दैन, सुस्तरी आइज फेरि। मजा भइरहेछ है, मजा। आज सूर्य काठमाडौँदेखि आएर काठमाडौँदेखि आएको त्यसले नारायण घाट डुल्न जाँदै। अब काठमाडौँमा गाई डुल्न पाइएन कि डुल्न जान्थिस् बेलुका बेलुका नि? अब बेलुका त यस्तै हो। त्यहाँदेखिको साउन्ड आउन अलि ठुलो सरले बोलाऊ। बेलुका त कहाँ डुल्ने, त्यहाँ यस्तै कोठामा बस्छ। बेलुका डुल्यो भने अब यत्रो छिपेको हिजोले हातले समात्छ। चिप्पेको कलिलो बच्चा अब सूर्य आयो भने त दुध खुवाउन लग्थ्यो होला। चिप्पाउनु भन्ने एउटा यता एउटा म अब मोबाइल पकार्दा हात गलिसक्यो भने यार। भर्खर धेरै बजे होइन, भर्खर 11 बजिर। अब भोलि कति बजी जान्छ उत्यतादेखि दाहरूले हेलो हान्नु भएर यसो नारायणीको हावा खान जान लाग्यो। अँध्यारो भयो, बाटो अहिले देखेन भने जाम्दा सँगसँगै। तिमीसँगै बाँचेर सँगै मर्ने बाछा भयो तिमीलाई। लगाएछ यसरी हात छोडेर ओए 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 आलीतिर गयो केटा। कर्लेङ कता हो कता यार। म्यागको चाहिँ हात छोडेको त तल पो झरिरह यार। धन्नै आलीतिर पुगेर अलिक यता कुकुरहरूले भुक्न आयो भने लोकल हो अनुहार चाहिँ हो जाम्न डुल्दै। अब डुल्दै कहाँ पुगिन्छ? ओ स्पिकर कता बज्यो है, ओए खतरा गीत गाउँछ यसले। मैले कन्सर्ट चलाएर छ यहाँ अगाडि साइकलमा। यो चाहिँ म गाई छैन, यता सूर्य यता जोना। रोहन सर खाजा चाहिँ कहाँ खाने हो त? चिप्पेको भयो। फाइनली गाइस अब यो हामी ओ यो कता रे सही चोक होइन?
हामी यहाँ सैचोक आइपुग्यो होइन अनि यता केटाहरू पनि सट्टी च्याट्ट लाएर यता तिनजना केटाहरू अनिस त सुरुमा त्यसलाई बिच बाटोबाट उठाएको अनिसलाई हामी तिनजना सुतुराको मान्छेलाई उठाएर ल्याएको अब हामी तिनजना चाहिँ आयो अब यतादेखि कता जाने भनेर यहाँ छलफल हुँदै हो ओइ कता जाने हो ए उता जाने रे उता त्यो त सधैँ बल्छ कि ए ल नारायणतिर तर एकचोटि भयो ऊ त्यो तल भयो त्यो के भन्छ त्यो प्रायः जस्तो उयो ए होटेलमा होला दिएको भोजहरू त्यस्तोमा गर्छ के हो रे दाजु ल जाम ल जहाँ जान्छ जाम जाम नारायण तिरतिर है नारायण तिरतिर जाम है तिमीहरू ओइ सुस्तर चला केटा ओइ त्यसको ब्रेक लाग्दैन राम्रोसँग सुस्तरी आरामले केटाहरू म्या मस्त रन ओ अहिले त कस्तो उज्यालो टक्कै 12 बजी लगभग 11:30 भइसक्यो मजाको केटाहरू यहाँ के गरेर त्यहाँ नडराउ नाइट यात्रा गर्न कति मजा लाग्ने के साइकलमा यार मजा हुन्छ है हावा सर आएछ यिनीहरूलाई हेर्न छ यसले त गीत सुन्दै मस्त भएर हाम्रो कुरै सुन्दैन अहिले यसले गीत सुनेर रमाइलो हुने क्या तर यो एउटा हातले ट्याक्क मोबाइल पगाड्यो अर्को हातले साइकल पगाड्यो कोही अगाडि हटे केटा ठोक्केला फेरि अघि ऊ त्योसँग झन्डै ठोक्यो क्या कता जाम न त अनि त्यता लाइट बलेको ठाउँतिर जाम अनि त्यता अब चलिरह भने भित्र छिरम अगाडि आएर ब्रेक नहान्ने यारमा कसम यसको त ब्रेकै नराम्रो लागिरह ठोक्केला फेरि फेरि भिडियो आङ्गे न पाङ्गे भयो यहाँ हामी एउटा लाइटको पछि आइरहेको थियो लाइट यहाँ होला भनेर यहाँ आएको यहाँ होइन रहेछ फेरि फर्किँदैछ कि हामी केटाहरू यता केटाहरू उहाँ अगाडि केटाहरूले घुमाइरहेछ भर्खर एसी सकेर बसेको केटाहरू ट्याक्क रमाइलो यतिको रमाइलो हुनु रहेछ साथी भएपछि त साथी भएँसीको रमाइलो भनेको यही हो डुल्दै बस्ने हो त्यो एउटा बत्ती देख्यो थियो आकाशतिर ऊ त्यो खै देखेन यारमा ठ्याक्कै हराएर आकाशतिर बालेको त बत्ती गायो ओइ कतातिर अलि राम्रोसँग लगै अलि अगाडि ओ बिचमा बसेर खिचौँ न फोटो है ल है ट्याक्क अहिले कतातिर खिच्ने ल केटा अब यता एकछिन बसेर फोटोसोटो खिच्छु म हेरौँला कस्तो आउँछ फोटो चिरी च्याट्ट लाएर केटाहरू पनि रमाइलो भएर सर र हावा आयो रुममा बसेको भन्दा मिठो कता साइकल अलिक छेउमा राखौँ है फाइनली गाइस अब हामी यहाँ नारायणीतिर आउने भनेको थियो नारायणीतिर आइपुग्यौँ यता केटाहरू छ यता एउटा यो नारायणीतिरमा आयो सर र हावा चलिराम हेलो गाइस हामी आयौँ नारायणी पौडी खेल्ने भने होइन यो त जोना हो खेल्ने म उता पारी कटेर आउने योजना गरेको अहिले खेल्न जानु लास्ट साइकलसम्म ल अझ साइकलले तेल्ने होला नि साइकल जानु अन्त अगाडि मलाई त्यो कपडा गट्टु चप्पल दिए त त आउने फिर्दै हुन्न ओ अनिस त गयो भने डुब्दैन त्यही त उत्रिन्छ उ ल जाम केटा उ त्यता रुखतिर मा कसम यस्तरी आफूतिर बाल्यो भने त आँखै नदेखिने के जाम केटा
भोकाउलास र फाइट पराउ ओइ अनिस कति बज्यो खोला बढ्या रहेछ यार नारायणीमा आइसक्यौँ होइन खोला बढ्या रहेछ है नारायणी बढ्यो यहाँ हुन्छ रोहन्दै अनि यता त छोना त्यही त अगाडि सुरेको दिन्छ थाहा होइन हामी यसो एक दुईवटा फोटो खिच्ने थियो अब त्यो फोटो त्यसले त साइकल चलाएको जाँड खाएर चला जस्तै देख्छ केटा हो फाइनली खोलातिर आयो आहा यति मजाको हावा त काहीँ पनि पाउन्न भनेको आहामा कसम जाडो जाडो फिल भइसक्यो नि अब यहाँदेखि गएर सुत्यो भने त सिधै सिरो कोडेर सुत्नु पर्ला जस्तो छ भने गर्मीयाममा नि त्यस्तो जाडो सर्रा हावा आहा भने यार ओइ कस्तो भएर हावा आहा नि है जमा उ त्यता माथि बस्न आहा यस्तो मजाको हावा त कपाल उड्ने गरी आइरह भने यार अहिले चाहिँ उडेन नत्र त कपाल उड्ने गरी हावा आइरह यहाँ माथि यहाँ चढ्ने त हामी होइन अनिस ओइ रो अहिले यसले हेरे यही ढालिदिन्छ यसले त अहिले भर्छ नि हामी चाहिँ अब यो रुखको छेउमा आइसक्यौँ यहाँ रोहन्दा पनि भ्लग बनाउँदै हुनुहुन्छ यता अनिसले भ्लग पानी उठ्यो भोकेला त यो नि त्यहाँको भिडियोहरू देखेँ कि मैले त ल गाइस हामी यो नारायणी तीरको छेउमा आइपुग्यौँ रमाइलो भइरह जे होस् मोबाइल पकाटेर हात गल्यो अरूभन्दा नि सर्र हावा आएर ओइमा कपाल उड्ने गरी हावा आएको थियो यार कस्तो दामी हावा आएको कि यार खोइ जोना यस्तो गर्दा ओइ कपाल यहाँ कपाल हल्लिएको देख्नुहुन्छ बाघ जस्तो देखियो है हेर्दा जाँदा ओइ यसको नि कपाल हल्लिन्छ हावाले जाम तल आइदिएको झन् रोहनको कस्तो केटा कोही झन्डै झरिरहेको छ कोहीमा खोलै देखिन्न त भइरह्यो होला है हाम्रो आफै बन्यो पानी त यहाँसम्म आइसकेको रहेछ यहाँ पानी यत्रो बढ्यो है हेर्नुहोस् यहाँ पानीको पानी देखियो होइन त्यसै तल छाया देखियो होला भनेको त छाया नि देखियो नि यहाँ थत्तेरिकामा दामी हावा आएको कि यार जे होस् दामी हावा यहाँ कपाल केटाहरू यता त रातो मेरो एउटा खाट र एउटा के अरे झुल्याएर सुतौँ जस्तै क्या हो यहीँ ढल्कीमा हो यहीँ ढल्कीमा है म झुल र सिरक लिएर आउनु पर्ला है साइकलमा ल केटा ल गाइस अब हामी चाहिँ अब नारायणतिरबाट फर्किँदै यता अब धेरै बस्नुहुन्न 12 बजिसक्यो केटाहरू अब जानलाई रेडी भइसक्यो जाम ल योमा 2 जना चढ्यो अनि अगाडि छ ओइ कस्तो भरु के गरेको यो ओइ अरे यो यार ल लड के खुट्टा उठा साइकल उठा छिटो केही भएन नि ओइ तँलाई नि केही भएन नि घाउ भयो क्या घाउ भयो यसले खुट्टा यहीँ राखेर रहेछ त अनि यो पाइडलले हो कि ठुलो त भएन है भेटेनस् क्या गाइस यहाँ भर्खर लडेर ठुलो त होइन जे होस् घाउ चाहिँ भयो ल तर यहाँ राम्रै देखिन्न मुला बत्ती बाल्नुपर्छ तेरो मोबाइलको ल यसले उहिले हाने है अब मान्छे देखियो होइन फेरि ला ना देखियो के काने हाल्ला जस्तो गरिदिस् त अहिले खुट्टा यस्तरी जान रेडी हो ल यसले उहिले हान्छ रे उहिले हानेको हेरौँ न ओइ अब यसको पालो हो लड्ने लजाम केटा जान तयारी हुँदा 1 मिनट गयो केटाहरूको ल सुस्तर है केटा सकेसम्म नलडम ल जाम अनि जाम है ल केटा जामै अगाडि सुस्तर है केटा फेरि एकैचोटि आलीतिर पुग्ला ल केटा हामी अब नारायणतिरबाट सुस्तरी फर्किँदै यहाँ धेरै बेर बस्नुहुन्न रुममा सुत्न जान भोलि बिहान उठ्न छ छिटो त्यसै भएर अब जाने हो छिटो अब जाँदै आँखामा परेको
टक्क केटाहरू वहाँ अगाडि पुगिसक्यो म नि भेट्छु सकेसम्म केटाहरूलाई बाटो त जियो सर र ठिकै छ पारिपट्टि पुरा रिप्लेस आहा त्यो के को भन्ने यार लाइटको यता केटाहरूले खै खाजा पसल छ भने खाम भनेर आगो आउन चाहिँ तर अब के थाहा अब यता 12 बज्दा नि कहाँ बन्द सब कहाँ खोल्छ त नि भनेको त्यही पनि आयो आउन त ब्रेकै नलाएर ल मोटु पातलु खै घाउ देखा त तेरो है ओइ मुला त कच्याङ कच्याङ भयो ठुलो भयो र हो खै यता आएर देखा त यहाँ आएर ट्याक्कै यसो देखा न म ओइ मामाको भान्जोको त कति रगत आएको हो भनेको यार जाम ल ल हामी यहाँ अनिसको घर आइपुग्यो अघि जाँदा फेरि देखाउन सकेन अब यो फर्किँदा चाहिँ ल अनिस गुड नाइट गुड नाइट गुड नाइट गुड नाइट है अब अघि मेरो साइकल यसले चलाएको थियो अब म साइकल चलाउँछु ल अब अनिस सुत्नु जान्छ हामी नै आफ्नो घरतिर जान्छौँ हामी तिनजना यता जोना यता सुर्रे अनि म हामी तिनजना चाहिँ अब आफ्नो भन्दा नि हामी तिनजना एउटै ठाउँमा पुग्ने ल ल अनिस सँगसँगै लगेलाई नि ओइ घटाइदियो त अनिस ल है अनिस ल ल है अनिस सुत अब गुड नाइट गुड नाइट ल जामै चला यहाँदेखि सुस्तारी झार्छ ल घुमाउनु पर्छ यहीँदेखि नै ल है अनिस गयौँ हामी ल यिनी ल हेलो गाइस अब हामी फर्किँदै अनिसलाई घर छोड्यो अब हामी चाहिँ रुमतिर जाँदै हामी तिनजना अब यहाँ को फर्स्ट खेल्ने रुमसम्म भन्दा नि अब उ त्यतैसम्म को फर्स्ट है ल 1 2 3 जोना कुदे है ल स्टार्ट भयो केटा ल कुदा ओ मुलाहरू के रन गएको त्यस्तो मैले एक हातले पकाटेर मात्र हो ल केटा मेरो नि अब चाहिँ गियर चेन्ज गरेको अब चाहिँ रन्के छ मेरो नि होइन अब सर र तिनीहरूलाई भेट्ने कोसिस गर्छु हल्का बाटो यस्तो खर्ल्याङ त खासै छैन भेट्न लाएँ मैले अब मजा आयोस् सर हावा ओइ रन्का न के हो खै रन्का यता खै सूर्य जोना यो चाहिँ म पेलेको रे भएको छ ओ यता हेरेर पेल्दै त ढोक्ला फेरि उता जोना त कहाँ ओ यता अलिक बिचतिर है यहाँको फर्स्ट चाहिँ यो हो फर्स्ट भइरह अझै पेलिरह भिडियो देखेन कि क्यामेरा कति पावर नभएर मेरो त हात गल्यो केटा मोबाइल पकड्दा सुरेला मैले जितेँ अब म जोनालाई जित्छु है हेलो गाइस अब म जोनालाई जित्छु कोसिस चाहिँ राम्रो जारी गरेको यस्तो खुट्टा पेलेको सर र हातले दुख्यो जोनाले नि एकछिन रेस्ट गर्यो भनेको झन् रन गायो ल ओए खतरा हानिदिन्छ है जनाले खै सूर्य आइपुगेन है आए मोबाइल पकड्दा हात दुख्यो कि अरे भन्दा नि थकाइ पनि लाग्यो यसो अघि यहाँ खानेकुरा खाएको त भिडियो खिच्नै बिर्सेँ कि खाने बेला आमामा भिडियोको त के चिन्तै नलाग्ने भनेको
धेरै स्पिड चलाएर होला लास्ट खुट्टा पनि दुख्यो हात मोबाइल पकाड्दा पकाड्दा हात पनि दुख्यो अब रुम पनि पुग्न लाग्यो हामी यहाँ तलदेखि जाऊँ है सूर्य आउँदै थियो खै आउँदै आउँदै मान्छे गायब हो गई छिडाइ चाहिँ ल अब लगभग 90% हामी रुम पुग्न लाग्यो 10% को यात्रा बाँकी छ ऊ यहाँ तलबाट जाने रे सर्रै छ यहाँदेखि बाटो उतासम्म त उज्यालो छ त्यहाँदेखि उता अँध्यारो छ है ओइ मेरोमा ब्रेक राम्रोसँग लाग्दैन सट्टै जाइ तिमीहरू कस्तो बत्ती नि कस्तो पावरै नबलेको यार यो बत्ती राम्रो यसरी देखाउँदा चाहिँ ठिकै देखिन्छ होइन यसरी देखाउँदा चाहिँ बाटो नदेखेको यो मात्र देखियो कि यसरी चल्दा त एउटा हातले पकाटेर पछाडि नि आइरहेको छु त्यो आइज छिटो अहिले गैँडाले देला फेरि ओइ के गरेको ओइ उता त कुकुर छ होला अलि सुस्तरै केटा कुकुरले लखाट्यो भने अहिले लोकल हो भने हजुर जो न कुकुर आयो नि लोकल हो भने लोकल हो भने नि छोडिदिन्छ कि यहीँको हो भने नि खतरा यताको भाइरल कुकुरहरू ल हामी लगभग रुम पुग्यो यता जोना आइरह यता सूर्य यो नि म अब रुम पुग्नलाई अब रुम पुगेपछि म देखाउँछु तपाईँहरूलाई ल गाइस अब हामी लगभग घर आइपुग्यो अब गेट खोलेर भित्र छिर्न मात्र बाँकी हो यता हामी 3जना आइपुग्यो कस्तो भयो आज यस्तो मजा लाग्यो रमाइलो भयो अहिलेसम्म गरेर यस्तो रमाइलो भएर होइन यता सूर्य नै आइरहेको काठमाडौँबाट आएको आजै रमाइलो भयो यसलाई त ओइ देलास मलाई फेरि कस्तो भयो सूर्य रमाइलो भयो ल गाइस हामी अब यहाँ घरभित्र आइपुग्यौँ हामी बस्ने चाहिँ यही ठाउँ हो गेटमा छिर्यौँ ओइ चुकुल है गेटमा ल हामी चाहिँ आइपुग्यौँ घर चाहिँ यही हो ल हामी बस्ने चाहिँ यताभित्र अब जान्छौँ सुस्तरी लास्ट हो यसलाई